अहिले भर्खरै छुटेको छु एउटा कुनै कार्यक्रम हामी सोचिरहेका छौँ जसका दर्शकहरू नमस्कार। लाइभ नेपाली न्यूजको न्यूज अपडेटमा तपाईहरूलाई फेरि पनि हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ हरपल उपस्थित भइराख्नेछौँ। देश विदेशका विभिन्न महत्त्वपूर्ण समाचार तपाईहरुमाझ केही मिनेटमै प्रस्तुत गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ। आज विशेष गरी रवि लामिछाने प्रकरणबारे ठूलो खबर आएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछानेलाई भेट्न गएको खबर पनि आएको छ। यसबारेमा विशेष जानकारी दिनेछौँ र अन्य विविध समाचार छन्। शिक्षकहरूमाथि लाठी प्रहार भएको छ। दर्शकहरू आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौँ। प्रतिनिधि सभा सदस्य माया राईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीले उनलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरलाई अनुमति दिएका हुन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी राई शनिबार साँझ बुढा नीलकण्ठ 10 कपनबाट पक्राउ परेकी थिइन्। उनीमाथि कालीमाटी स्थित सोह्रलक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ। उनी विरुद्ध पूर्वक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेश गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्। उनी पक्राउ परेको सदनलाई पनि जानकारी गराइएको छ। दर्शकहरू त्यसगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता दिन 2 ठूला दल मिलेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनको 4थो राष्ट्रिय सम्मेलनलाई आज आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन कांग्रेस र एमाले मिल्नु परेको धारणा व्यक्त गरेका छन्। समयको आवश्यकताले प्रतिस्पर्धी दल एमाले र कांग्रेसको सरकार बनेको उनको भनाइ छ। अघिल्लो सरकारले भत्ताभुङ्ग पारेको अर्थतन्त्र लयमा ल्याउन थालिएको दाबी समेत गरेका छन्। देउबा विदेशबाट आउने बित्तिकै सरकार ढल्छ भनेर भन्नेहरू अहिले केही दिन प्रस्ताव भन्न थालेको उल्लेख पनि गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउबा बैंककबाट फर्केपछि शनिबार उनी प्रधानमन्त्री र ओली बीच बालुवाटारमा भेटवार्ता भएको थियो। ओलीले आलोचनात्मक चेतको नाम जेमा पनि विरोध गर्ने परिपाटी हटाउनु पर्ने धारणा कार्यक्रममा राखेका छन्। साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबासँग संवादपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार फेरबदल नहुनेमा अब ढुक्क भएर बसेका छन्। सत्ता राजनीतिले कोल्टे फेर्न सक्ने चर्चा चलिरहेकाले संशयमा परेका ओली शुक्रबार र शनिबार देउबासँग लगातार भेटवार्ता हुन गएका थिए। 6 दिनको बैंकक बसाइपछि शुक्रबार काठमाडौँ फर्किएका देउबाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा कुनै पनि परिवर्तन नहुने स्पष्ट पारेका थिए। देउबाको यो अभिव्यक्तिले ओलीमा लागेको संशय हटाएको छ। विमानस्थलमा अभिव्यक्ति दिएपछि ओली र देउबाबीच फोन संवाद भएको थियो। उक्त संवादमा देउबाले फेरि पनि गठबन्धन यथावत रहने प्रतिबद्धता व्यक्त गरेका थिए। ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा सरकार ढल्दैन, गठबन्धन बलियो छ भन्दै ढुक्क अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्री ओलीले बैठकमा भने शेरबहादुर देउबाजी फर्केपछि केही हुने जस्तो हल्ला फैलिएको थियो तर केही भएन, सरकार सुरक्षित छ। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउबा फर्किएपछि सत्ता समीकरण फेरिन सक्ने आशंका गरेका थिए। कांग्रेसभित्र पनि ओली सरकारप्रति असन्तुष्ट देखिँदै आएको थियो। यिनै कारणले ओली र एमाले भित्र केही समय संशय पैदा समेत भएको थियो। ओली र देउबाबीच शनिबार साँझ पुनः बालुवाटारमा भेटवार्ता भयो। उक्त भेटमा गृहमन्त्री लेखक र शिक्षा मन्त्री रघुजी पन्त र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए। भेटमा मुख्यतः राजधानीमा चर्किएको शिक्षक आन्दोलन समाधान गर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। शिक्षक आन्दोलनसँगै आवासीय चिकित्सकहरूको आन्दोलन र गभर्नर नियुक्तिमा भएको ढिलाइबारे कांग्रेसभित्र असन्तुष्ट बढेको छ। ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले बर्खास्त गरेको विषयले पनि कांग्रेसभित्र असन्तोष थपिएको बताइन्छ। कांग्रेस केन्द्रीय सदस्य एनपी साउदका अनुसार प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम राख्न नसक्दा थप दबावमा परेका छन्। उता एमाले नेता पदम गिरीले भने सत्ता गठबन्धन भत्किने कुनै संकेत नभएको दाबी गरेका छन्। उनले भने प्रधानमन्त्री आफैले 15 महिनापछि स्वीकृत पूर्वक पद छाडेर देउबालाई जिम्मा दिने सहमति सार्वजनिक गर्नु भएको छ। सरकार कुनै हालतमा ढल्ने छैन। त्यसगरी बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास र ढुङ्गा प्रहार गरेपछि एकजना शिक्षकलाई प्रहरले नियन्त्रणमा लिएको छ। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनमा आज शिक्षकहरूले निषेधित क्षेत्र तोड्नुका साथै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि एक शिक्षक पक्राउ परेका छन्। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले ढुङ्गा प्रहार गरेपछि प्रहरले पानीको फोहरा हानेको थियो। त्यसक्रममा करिब 15 जना शिक्षकहरू घाइते भएका छन्। उनीहरू निषेधित क्षेत्र तोड्दै संसद भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरले रोकेको हो। शनिबार सरकार सँग भएको वार्ता निष्कर्षविहीन भएपछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तर दिएको छ।
साथै नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ। आज आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताएका छन्। हामी शिक्षक हौं, लाठी छैन, केही छैन। शान्त आन्दोलनमा घुसपैठ गराएर सरकारले नाङ्गो रूप देखायो। यस्ता सरकार के हजुर बाबु सरकार आए पनि दमन गर्न सक्दैन। उनले भने हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छन्। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्। बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो। प्रहरीले पानीको फुवारा हान्दा 15 जना भन्दा बढी घाइते भएका छन्। आन्दोलनमा बल परेपछि शिक्षकहरू झन आक्रोशित भएका छन्। भोलि थप शिक्षक कर्मचारी काठमाडौँ आउने महासंघले जनाएको छ। भोलि यो भन्दा 3 गुणा बढी शिक्षक भेला हुनेछन्। हामी पनि आउँछौँ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नु भएको छ। नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रीय शैक्षिक आन्दोलनलाई अन्तिम र निर्णायक धक्का दिनुपर्ने अवस्था आएको भन्दै देशभरका शिक्षकहरू तथा विद्यालय कर्मचारीलाई राजधानी आउन आह्वान गरेको छ। आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने कार्य कतिपय स्थानीय तहबाट भएको महासंघले जनाएको छ। संविधानले दिएको सामूहिक सौदाबाजीको अधिकारको सम्मान गर्न स्थानीय तहलाई आग्रह गर्दै महासंघले यस्ता गतिविधिबाट विचलित नहुन सबै शिक्षक संघ तथा कर्मचारीलाई अनुरोध गरेको छ। महासंघले आन्दोलनलाई निर्णायक बनाउँदै शिक्षकको हक हित सुनिश्चित गर्न सम्पूर्ण शिक्षक कर्मचारीलाई साथ दिन समेत आह्वान गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै अग्रगामी ऐन जारी गराउन अन्तिम धक्का आवश्यक भएको उल्लेख छ। महासंघले 2081 चैत्र 20 गतेबाट सुरु भएको शैक्षिक सडक आन्दोलन 25 दिन नागिसकेको जनाएको छ। गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक मैत्रिक विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघको दाबी छ। दर्शकहरूमा पूर्व त्यसगरी प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पाउँछ भनेर आरोप लाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन्। मदन भण्डारी फाउन्डेसनको 4थो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर सत्ता यस्ता आरोपहरू लगाउने गरेको बताए। देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्व विरुद्ध झुटा आरोप लगाउन थालिएको स्पष्ट पारेका छन्। झुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानव सरकारले केही गरेको छैन, हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ। प्रधानमन्त्री ओलीले आजकल निलो रङका स्यालहरू निकै हाउभाउ गरिरहेका छन्। तिनीहरूको वास्तविक रूप लामो समय टिक्नै छैन। एमाले आफूलाई आगामी निर्वाचनसम्म निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा राखेको छ। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भरम फैलानेहरूको टाउकोमा अहिले चिसो पानी खनाइएको महसुस भएको टिप्पणी गरे। पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणात्मक चेत राख्न सुझाव दिए। पार्टीभित्र एकताको चेत चाहिन्छ, विरोधीको आरोपको खण्डन गर्नुपर्छ, विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने सही बाटो हुँदै होइन। साथै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रचण्ड अहिले बरबराउन छोडेको बताएका छन्। शेरबहादुर देउवा आउने बित्तिकै सरकार ढल्छ भन्दै झ्याली पिटेका प्रचण्ड अहिले बोल्नै छाडेका छन्। किन चुप लागेका छन् अचम्म लागेको छ। उनले पूर्वमा हात लाउँदै बसेको समेत व्यक्त गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग तत्काल गठबन्धन नटुट्नेमा आफू ढुक्क छन् र 15 महिनापछि आफूले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री बन्ने ओलीको दाबी छ।